के हो ड्याडी हो? यो चाहिँ यो पाइल्स रोग भएको मान्छेले यो चाहिँ अति नै उपयुक्त हुन्छ। यसले चाहिँ चट्टै निको हुन्छ। यसलाई चाहिँ दिनमा 4-5 वटा पात बिहान खाली पेटमा, दिउँसो, बेलुका 3 टाइम खाने, 1 हप्ता लगातार खाने हो भनेदेखि यसले चाहिँ पाइल्सलाई चाहिँ निर्मूलै बनाएर छाड्छ। तिमीहरूले कुनै डक्टरहरूसित कुनै पनि उसमा गएर औषधि किनेर खानै पर्दैन। पाइल्सको चाहिँ यो नम्बर 1 जड औषधि हो यो। त्यस कारणले मलाई चाहिँ अलिअलि पाइल्स भएको कारणले गर्दाखेरि मैले यो खोजेर ल्याएर गमलामा रोपेर खाएको हो। खाँदाखेरि निको भएर मैले धेरैलाई पनि यो खान दिइरहेको छु। सबैले निको भइरहेछ अहिलेसम्म। तिमीहरूलाई पनि भयो भनेदेखि यो हाम्रो गमलामा हुन्छ। पछिसम्म यसको बिउ नउहालिकन तिमीहरूले यसलाई यथावत राखेर खाने अथवा कसैलाई अरूलाई पनि हामीहरूलाई अरूलाई पनि भएको छ भनेखेरि त्यसरी चाहिँ यो यस्तो औषधि भनेर सबैलाई जानकारी गराउनु। अन्तखेरि यसमा 5-7 वटासम्म पात, 5, 1, 2, 3, 4, 5, 6, 7 वटासम्म पात यति मजाले यसरी खाँदाखेरि यसलाई चाहिँ मजाले यसरी लिने, सफा तरिकाले धुने, धोएर अनि यसलाई चाहिँ फ्रेस तरिकाले यसरी खाने। यसरी खाँदाखेरि यो पाइल्स चाहिँ क्लियर तरिकाले निको हुन्छ। यो खाँदाखेरि चाहिँ हल्का पानीको जस्तो स्वाद पनि आउँछ अनि अलिक तितो तितो टाइपको पनि आउँछ र यो खाँदाखेरि यसको चाहिँ चौटा रस सबै क्लियर गरेर मजाले चबाएर यसरी खाने। मिठो भएन भनेर थुक्ने होइन फेरि। यो अलिक नमिठो हुन्छ यो, तर खान चाहिँ सकिन्छ। खान चाहिँ सक्नु पर्यो। त्यति नमिठो हुँदैन, मिठै हुन्छ। तर यो औषधिको चाहिँ नम्बर 1, पाइल्सको चाहिँ नम्बर 1 दबाई हो यो। तर खाना एक दिन खाएर हुँदैन। यो चाहिँ लगातार 1 हप्तासम्म 5-7 वटा पात चाहिँ दिनमा 3 टाइम खानुपर्छ। यो खाएर अनि मनतातो पानी पनि 1 गिलास पिँदा धेरै राम्रो हुन्छ। यो बोट चाहिँ चिनिरहनु। यो यस्तो हुन्छ, यस्तो कोसा लाग्छ यो हेरी। यो चाहिँ यही नै हो।